त्यसरी छ लाभांश कर। लाभांश कर पनि सरकारले तिरेको कर होइन। जसले लाभांश पाउनु भएको छ शेयर सदस्यज्यूहरू, तपाईहरुले तिरेको कर हो, त्यो सरकारले तिरेको कर होइन। यो कुरामा क्लियर हुनुपर्छ है। आयकर मात्र हजुरहरूले तिरेको कर, अग्रिम आयकर छ भने पनि हजुरहरूले तिरेको कर हो, र आयकर नाफा बापत जुन आयकर हुन्छ त्यो चाहिँ हजुरहरूको सहकारीको कर हो। त्यो बाहेक अरू करहरू भनेको आम उपभोक्ताको, शेयर सदस्यको करहरू तथा कर्मचारीको कर हो। र हामीलाई मनमा एकदम खड्केको, कर कार्यालयले मनमा खड्केको हामीलाई लागेको कुरो पनि यही हो। शेयर सदस्यहरूले, सरकारका यत्र शेयर सदस्यहरूले कर तिरिरहनु भएको छ, ब्याज कर भनेर कर तिर्नु भएको छ, लाभांश कर भनेर कर तिर्नु भएको छ। तर तपाईहरुको प्यान नम्बर किन देखिन्न त? तपाईहरु मध्ये यहाँ उपस्थित मध्ये आफ्नो पर्सनल प्यान नम्बर भएको कतिजना हुनुहुन्छ? ल हात उठाउनु त। पर्सनल प्यान भएको त्यो पनि पाइयो, व्यापारको भएन भयो, व्यापारको भएन भयो हो। ल यति थोरै हुन्छ। ल धन्यवाद। अब